सबैलाई मेरो नमस्कार छ। म राकेश आरसी, जाजरकोट जिल्ला। मेरो घर चाहिँ कुसे गाउँपालिका वडा नम्बर 9। अहिले भने जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर 7 को यो लुवाक स्थितिमा म सीता मावि क्रालचौरमा मावि गणित शिक्षकको रूपमा अध्यापन गरिरहेको छु। तपाईहरुको माझ मैले एउटा सानो भिडियो ल्याएर उपस्थित भएको छु। यो भिडियो के त भन्दा यो तपाईले क्यामेराको फ्रेममा देखिसक्नु भएको छ। यसलाई भन्ने गर्छौं हामी पिडालु। यो पिडालुको धेरै प्रकारको तरकारी हुन्छ। तपाईले यो देखिसक्नु भएको छ। यो भन्दा आस्न जडा गानाहरु हुन्छ, त्यसलाई हामीले त्यसको पनि तरकारी खान मिल्छ। त्यो गानाको तरकारी चाहिँ बनाइसक्यो भने चाहिँ हामीले गलमाट भनेर भन्ने गर्छौं हाम्रो भाषामा। त्यसरी त्यसलाई उसिनाएर पनि हामीले नास्ताको रूपमा खान सक्छौं। त्यसैगरी यो बीचको भाग छ, यसलाई हामीले भन्ने गर्छौं, यो डाँठलाई पाप्रो भनेर भन्छौं। यसलाई काटेर के भन्छ, त्यसलाई काटेर त्यसलाई चिरेर सुकायौं भने पुसमा आएको बेला फेरि पाप्रोको रूपमा परिणत गर्न सकिन्छ। त्यसैगरी अर्को छ यो पात। यसको यो पात छ, यो पातलाई हामीले काट्यौं भने यसलाई काटेर मसिनो गरेर सुकायौं भने अनि त्यसलाई धुलो बनाएर राखेर अनि त्यसको तरकारीलाई हामी भन्ने गर्छौं कर्कलो। त्यो कर्कलो पनि असाध्यै मिठो हुने गर्छ। त्यसैगरी अर्को छ, यसको बीच भागमा एउटा सानो, यो पात ठुलो नहुँदै अलिकति सानो हुन्छ, जुन बेरिएको भाग हुन्छ। त्यसलाई हामीले निकालेर सुकाएर राख्यौं भने चाहिँ गाभा भन्ने गर्छौं। त्यो किनकि एकदम भातसँग कहिलेकाहीँ तरकारी पकाउँदा अलिकति हतार हुँदा एकदम फास्ट पाक्छ। र तपाईलाई अर्को के जानकारी गर्न चाहन्छु चाहिँ यसको जुनसुकै चिज पनि बनाउँदाखेरि हामीले चिसो पानी प्रयोग गर्नु हुँदैन। चिसो पानीमा हाल्यो भने चाहिँ त्यो के भन्छ, घाँटी खिच्राउने, चिल्याउने, हाम्रो भाषामा कोक्याउने भनेर भन्छौँ, कोक्याउने गर्दैन। त्यही भएर यसमा पकाउँदाखेरि जहिले पनि अगाडि तातो पानी र पछि फेरि पानी थप्नु पर्यो भने चाहिँ त्यो पहिला तताएको तातो पानीलाई चाहिँ हामीले युज गर्नु सक्नुपर्छ, प्रयोग गर्नु सक्नुपर्छ। त्यसैले तपाईहरुको माझ मैले एउटा सानो भिडियो ल्याएर उपस्थित भएको छु। यो भिडियोलाई लाइक, कमेन्ट र शेयर गरिदिनु हुनेछ भन्ने मलाई पूर्ण आशाका साथ तपाईहरुको माझ बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद।